फाइनली गेम पनि सकिसकेको छ हाम्रो होइन अनि टक्क आएर हामी चाहिँ अब अब धेरै चाहिँ पाइने कामहरू नगरौँ चाहिँ पाइने नगरौँ केटाकेटी हो क्या र लाइन थियो क्या पहल म सोध्छु ल आसमा चाहिँ सबैले यहाँ 7 दिने चाहिँ भेटिँदैन झरी पर्दा रुने गर्छु आँसु पनि देखिँदैन क्या भन्न हेलो गाइज सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग आइसक्यो फेरि पनि रेडी हो सो आज चाहिँ यस्तो पानी परेको अवस्था छ एकदम दिल गार्डनवाला मौसम भइरहेको छ होइन पानी परिरहेको छ तर पनि हामीलाई बाल छैन केटाकेटी हामी भनेको फुटबल खेल्न हिँडेको हामी भनेको फुटबल प्लेयर नो बडी क्यान स्टप अस केटाकेटी नो बडी क्यान फ्रिकिङ स्टप अस फ्रम प्लेइङ फुटबल टुडे यस्ता पानी त ममा ब्रेकफास्टमा खान्थेँ भने कसम भने केटाकेटी यस्ता पानीलाई नि म यस्तो हान्छु नि आछु रन तर बाल छैन केटाकेटी यस्तो पानी त मच्छ धेरै भाइ ल बिजोरी हिँड्छु म कसले के गर्छ छ कसैमा हिम्मत मलाई केही गर्ने म भिज्दिन्छु ओइ मैले मोजै ल्याउन बिर्सेँ यार पानी परेको साथी मलाई छाती ओढाउन छाता सो पानी परेको छ केटाकेटी हो शिक्षक भाइ यहाँ रोहित भाइ यहाँ यसले मलाई छाता ओढाएको कि पानी झन् भिजाएको मलाई थाहा छैन केटाकेटी हो त्यही हो अब हामी चाहिँ लुखुर पारामा हिँडेका छौँ जिन्दगीको लाइफमा यस्तो हटायो सो गाइज के हो भन्ने होइन के भन्न चाहन्छु भने तिमीहरूलाई चाहिँ म फुटसल भनेको खेल्नुपर्छ केटाकेटी हो बुझ्छौ पानी खेल्छस् पानी 1v1 मसँग आइज पानी आइज 1v1 खेल्ने आइज पानी ओपन च्यालेन्ज आई च्यालेन्ज यु 1v1 रिङ मैदानमा आन भाइ मैदानमा त जमिनमा आएर के गर्छस् त भाइ मैदानमा आइज मैदानमा अनि खेल्ने 1v1 सिङ्गल आइज भाइ सिङ्गल रोहित भाइ कसले जित्छ भन त कसले जित्छ पानीले यस्तो साथीहरू लिएर हिँडेको क्या म केटाकेटी गाइज इन्डियन ओसन छोड म पानीमा भिज्छु केटाकेटी हो आज तिमीहरूलाई चाहिँ म होइन अब नेपालमै समुद्र कसरी बन्छ नेपालमै समुद्र कसरी बन्यो भन्नु तिमीहरूलाई देखाउनेवाला म छु केटा ब्रो फक्टप बन्द कसरी जाने यहाँबाट त अनि केटाकेटी हो नेपालमा पानी समुद्र यस्तो भइसकेको छ म त जाँदिनँ जान्न मसँग पैसै छैन क्या बाउबाट गएर पैसा लिनु पर्ने नि त अनि तिमीहरूलाई मलाई समुद्र नि देखाइसकेको केटाकेटी हो यो चाहिँ हाम्रो नेचुरल समुद्र नेपालको नि छ कसले भनेको नेपालको समुद्र छैन भनेर छ मा कस्तो पानी परेको हेर केटाकेटी हो है हेर न मा कसम भनेको तर पानी परोस् हामी खेल्न छोड्दैनौँ हामी कता मेरो एक्सन गाइज हामी त्यहाँदेखि जा कहाँ यहाँदेखि ओ त्यहाँ त मुला समुद्र होइन इन्डिया पेसिफिक ओसन छ त्यहाँ त केटाकेटी हो अब हामी टक्क गइरहेको छौँ होइन लु सरी आमा म राम्रो बाटो हिँड्न सकिनँ मलाई एकदम माफ गरिदिनु होला म यस्तो बाटोमा हिँडिरहेको छु होइन आई एम एक्सट्रिमली सरी मेरो यस्तो राम्रो ट्र्याकको हालत त हेर त एकदमै ल्याङ भइसकेको छ केटाकेटी हो पानी परेको छ केटाकेटी अब हामी कुद्ने बेलामा छौँ भाइस गाइस अब तिमीलाई भेटेर म सिधै पुछ्न लाग्छु तिमीलाई नभेटिकन म सिधै पुछ्न लाग्छु एउटा यहाँ अब हामी कुन बाटोबाट जाने झन्डै मेरो मोबाइल खसेर अब कुन बाटोबाट जाने क्या अब हामी
यहीबाट जाउँ अब गाइज सो गाइज सो गाइज सो गाइज गाइज अचम्म मलाई लागिरहेको छ मैले होइन यो अनएक्सपेक्टेड भ्लग बनाइदिएको हो क्या तपाईँको घरबाट निक्ले म होइन ठ्याक 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 खिच्यो ड्याङ 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 भ्लग बनि चाहिँ हाल्यो ट्याक मेरो भ्लग हेर सपोर्ट गर अब के नै भन्नु सक्छु तिमीहरूको लागि पानीमा भिजी भिजी मैले भ्लग बनाइरहेको छु यार अलिअलि सपोर्ट त चाहियो नि त हो भने किन नपर्दा तिमीहरूले अलिअलि सपोर्ट त चाहियो नि त खराब बाटो आइसक्यो म फेरि यहाँनिर लाम्बो छिर्यो भन्दा टेन्स हुन्छ क्या त्यही भएर डर लाग्छ क्या सानोमा पनि अब म घरबाट नुहाउन कस्तो मजा आउँछ त्यस्तो भिजिसी त अरू छुट्टै कुरा म बिरामी चाहिँ हुनु भएन केटाकेटी हो होइन त्यही केटा हो हेर्न सक्छौँ हामी फुटसल चाहिँ फाइनली आउन आइसकेको छौँ केटाकेटी है अब धेरै चाहिँ पाइने कामहरू नगरौँ चाहिँ पाइने नगरौँ केटाकेटी हो होइन अब एउटा लाइन थियो क्या ल म सोध्छु ल आसमा चाहिँ सबैले यहाँ साथ दिने चाहिँ भेटिँदैन झरी पर्दा रुने गर्छु आँसु पनि देखिँदैन क्या कस्तो केटा हो त भन् न अनि यस्तो बबा लाइन हान्ने मैले केटाकेटी होइन हौ जिते पोस्ट फर्स्ट केटा हो फर्स्ट नि रहेछ ओइ माछ चिक्ने तमुजीहरू बा खोज्या त खोज्या भाइ तैँले क्राउ फाइनली अब खेल्नु पर्ने हुन्छ हामीले चाहिँ ट्यागको लाएर होइन त्यही हो यदि हार्यो हान्यो सो केटा हो फाइनली गेम पनि सकिसकेको छ हाम्रो होइन अनि टक्क आएर हामी चाहिँ अब उयो सो हामी चाहिँ अब घर जाँदै सोध्नुको लागि थियो घरभन्दा पनि बाउ बाटो जान आँटेको होइन गेम चाहिँ ड्र भयो यार गाइस के गर्नु अब यस्तै छ जिन्दगीको लाइफमा सडक हिँड्छौँ हाम्रो सिरिज भाइ द राइडर फाइनली केटाकेटी म घर पनि आइसकेको छु घरमा चाहिँ यहाँ छप्री बसिरहेको छु कि छप फुच्चे त्यो नभएको देखाएको रे क्या गाई
अब हामी चाहिँ अब घर यस्तो अब चिनमा बस्नु पर्ने हुन्छ केटाकेटी कत्रो घाउ भयो क्या खुट्टामा हेर न यार क्या लडाइदिएर मलाई त लुगा धुँदैन नि त्यहाँ हल्का पानी तान्दियो न हल्का लुगा धुनुलाई त्यही कारण लागि छ म लुगा धुनु जान्छु गाई जब म लुगा धुनु जान्छु अब त्यहाँ होइन न हल्का यार पैसा दिन्छु कि होइन न हल्का अबुई मलाई बाउले 500 रुपियाँ दिएको थिएँ 50 रुपियाँ फिर्ता आज भाइ मलाई त्यस्तै कल गरेर सोध्नु ब्यागमा छ बाउले 500 रुपियाँ दियो राज भाइले 200 रुपियाँ दिए अरू ट्याप खुट्टुमा दिएँ अनि 50 रुपियाँ फिर्ता दिएर आएको 50 रुपियाँ 100 रुपियाँ छ अस्तिको 50 रुपियाँ त्यो बरफ खाएको आज बिहान क्लासबाट फर्किँदा साइजको रहेछ यार यो भाइ त सबै अब यहाँ बसेर हामी भिड लागेछ भने एउटा अब कसैले आएर दिएँ भने अब गाइस फाइनली भ्लग पनि एडिट गरिसकेको छु मैले चाहिँ होइन आज यस्तो छिटो भ्लग एडिट भयो यस्तो छिटो भ्लग एडिट भयो एकदम मजा आयो आज केटाकेटी है त्यो केटाकेटी थ्याङ्क्स फर वाचिङ भिडियो सबैजनाले यसो हेरेर सेयर सब्सक्राइब सब हान्नु होला केटाकेटी हो त्यो दिदीहरूले कत्रो हेरिदिएर त्यही हो ल सबजनाले बाई बाई सपोर्टिङ